अस्ति बेलुकाको अनिन्द्राले हिजो अलिकति चाँडै सुत्न पर्यो भनेर चाँडै सुतिहाल्यो। अहिले बिहान उठ्दा त उथल पुथल भएको रहेछ। एक्ज्याक्टली भन्नुपर्दा मलाई जे कुराको एकदमै धेरै डर थियो ट्याक्कै त्यही भएछ। जावी अलोन्सोलाई रियल मैड्रिडले छोड्न पर्ने अवस्था आएछ। उनले रिजाइन दिएछ। अरु दायाँ बायाँ कुरा नगरौँ, के उनी रिजाइन डिजर्भ गर्थे? के उनले क्लबलाई यो सिजन यति बत्तर हातमा पुर्याइसकेका थिए? ला लिगाको अहिलेको पोइन्ट टेबलमा हेर्ने हो भने हामी बार्सा भन्दा 4 पोइन्ट मात्रै तल छौँ। के यो एकदमै डेन्जरै हो? जम्मा 19 म्याच ला लिगामा खेलिराख्दा 2टा मात्रै हार बेहोरेका छन्। त्यो एकदमै धेरै नै हो। 6वटा च्याम्पियन्स लिगको म्याच खेल्दा 2टा मात्रै हार बेहोरेका छन्। त्यो एकदमै धेरै हो। अनि रियल मैड्रिडले आफ्नो अफिसियल स्टेटमेन्टमा के भनेको छ थाहा छ? म्यानेजर जावी अलोन्सो र क्लबको म्युचुअल एग्रिमेन्ट मार्फत उनको हेड कोचको यात्रा एकपटकका लागि यही समाप्त भएको छ भनेको छ। अनि उनले सबै म्याड्रिड्स तथा रियल मैड्रिडका फ्यानहरूको माया प्रेमलाई आत्मसात गर्नेछन्, किनभने उनी रियल मैड्रिडका सबैभन्दा ठुला लेजेन्ड पनि हुन् भनेर भनेको छ। र यो पनि भनेको छ कि रियल मैड्रिड जावी अलोन्सोको होम थियो र रहिरहनेछ सधैँका लागि पनि भनेको छ। अनि उनको सबै कोचिङ स्टाफहरूलाई धन्यवाद, उनीहरूले यहाँसम्म आइपुग्दा एकदमै धेरै डेडिकेसन हार्डवर्क गरे पनि भनेको छ। यो सबै भनिराख्न जरुरी छैन जब तिमीले जावी जस्तो म्यानेजरलाई प्रोपर टाइमै दिन दिएनौ। प्रोपर टाइम दिनु नै छैन भने यो सबै भनिराख्न जरुरी छैन। अनि यो गलत चाहिँ भएको हो है। गलत भयो कि भएन भन्ने कुरा अब 50% म्याच लिग म्याचहरू खेलिराख्दा सिजनको अन्तिममा हेरौँला के कस्तो रिजल्ट आउँदो रहेछ। अब उनले रिजाइन दिन सक्ने एक दुईवटा फ्याक्टरहरूको बारेमा कुरा गरौँ। पहिलो फ्याक्टर, उनले कहीँ न कतै आफ्नो ओनर्सहरूबाट पाउने रेस्पेक्ट पाएनन्। अनि दोस्रो फ्याक्टर भनेको उनले प्लेयर्सबाट पाउनुपर्ने रेस्पेक्ट पाएनन्। फलस्वरूप उनले क्लब छोड्नु पर्ने भयो। ओनर्सहरूले उनले चलाउनु पर्ने अथवा उनलाई फ्रिडम दिएका थिएनन् कि उनले आफ्नो तरिकाले टिमलाई चलाउन पाऊँ होइन। उनले मागेको प्लेयर्स पनि दिइराखेका थिएनन्। अनि प्लेयरले उनलाई केही कुराहरूमा नटेर्दा होइन, प्लेयर सब्स्टिट्युसनमा लिएर लाइनअप सिलेक्सनमा लिएर होइन, यस्तोमा चाहिँ प्लेयरले नटेर्दा उनलाई पनि क्लबमा बस्न मन नलागेको जस्तो लाग्छ मलाई। अनि अस्तिकै चाहिँ फाइनलको म्याचमा नै होइन, त्यो चाहिँ अनर अफ गार्डमा नै एम्बाप्पेले जो गरेको त्यो हरकत छ त्यहाँनिर पनि जावीले आफूलाई डिसरेस्पेक्ट फिल गरे जस्तो लाग्यो मलाई। जेसुकै होस्, जावी अलोन्सोको यसपछिको भविष्यको चाहिँ शुभकामना